हेलो नमस्ते जोरले स्वागत छ तपाईहरुलाई फेरि पनि मेरो अर्को भिडियोमा। यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने म चाहिँ दिया पुनसिंह जाली फ्रम पाल्पा पूर्व खोला। होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम धेरै ठीक छु साथीहरु। अनि म चाहिँ मेरो पसलदेखि भिडियो स्टार्ट गर्दैछु के रे। अनि भिडियो अन्तिमसम्म हेरेर इन्जोय गर्नु होला साथीहरु। ल साथीहरु म चाहिँ अहिले नास्ता खाँदैछु स्पाइसी। यता मेरो छोराले पनि खाँदैछ। के खाएको सानो? चाउमिन खाएको। यहाँ रहेको छ मेरो ए बाबुको यहाँ रहेको छ। यो चाहिँ मामुको। म चाहिँ अहिले धान काट्न मेला हिँड्दैछु साथीहरु। यस्तो जुस खाएर गर्मीमा शीतल शीतल जुस। गाह्रो छ हो गाह्रो। पानी साथीहरु पानी कुलो। म चाहिँ तलदेखि जान भनेर गएको थिएँ अनि त्यहाँबाट चाहिँ बाटो नै चिनिन। यो चाहिँ हाम्रो खेततिर जाने कुलो हो। पानी चाहिँ अहिलेसम्म त्यस्तो लङ एकदम भारी पानी परे हैन नि, त्यही भएर खासै ठुलो छैन। खोला नि खासै ठुलो हैन। यताबाट जानु पर्ला। म चाहिँ आज धान काट्न को लागि जाँदैछु। कोहीलाई धान काट्न अत्तरी छ, कोहीलाई मकैको लागि मकै स्याहार्न, सबैलाई आफ्नो अत्तरी। यता रोपिसकेछन्, कोहीलाई रोप्न अत्तरी छ। ए खोला त्यति साह्रै बढे छैन है, सानै छ खोला चाहिँ। म अहिले देखाउँछु ल। सुम्मे हेपिन्छ ल स्याक्नु बोरा। पाइन्छ पाइन्छ यस्तो गर्न। ल सोर्याल ल धान। हो यहाँ यति झाट नै छ अझै। यस्तै असार लागेछ साथीहरु। आज त पानी परिरहेछ। हाम्रो भाइ चाहिँ यहाँ आली लाउनको लागि जाँदैछन्। अब पानी चाहिँ आज दर्किरहेछ। अनि आज चाहिँ हाम्रो खेतारा छ। यता चाहिँ धानको बिउ उखाल्दैछन् साथीहरु। अनि म चाहिँ यता बस्दैछु। अब ए बाबु नचल, अब खाना खाने हो बाबु। हेर्न यहाँ चाहिँ मेरो बाबुले डुङ्गा चलाउँदैछ। लोटिन्छ है उसो चेन काखमा खानु के। यहाँ चाहिँ अन्जु मिस हिजो आउनु भएको छ। यहाँ पैसा गन्दैछु पैसा। यहाँ सामान बेच्दै हुनुहुन्छ। अब चाहिँ भात सात खाएर जानुपर्ने हुन्छ खेततिर साथीहरु। खेततिर बाबु नचल भनेको सुन्दैनौ। अहिले देखाउँछु ल। ल हाम्रो आजको नास्ता चाहिँ यहाँ चाउमिन रहेको छ साथीहरु। जता पनि चाउमिन बनाएको छ जहाँ गए त्यही चाउमिन खाँदा खाँदा मोटाएर हैरान। ल ट्र्याक्टरले चाहिँ यसरी जोड्दैछ साथीहरु। हाम्रोतिर चाहिँ रोपाई ट्र्याक्टरले हुन्छ। यो दुईटा बाँकी छ अझै। आवाजै सुन्ने हैन क्या हो। लोडिङ त छिटो खाने क्या। उनीहरूको पहिलो चाहिँ डाँगा दियो लैला कस्नु। म चाहिँ पहिलो चाहिँ हेर्न आएको यस्तो।
Gila siap lagi ya? Ila kau ni dan robi ke robi ceta. Wah cai bolak wali. मजाले छप छप ngaknis na la balak khas na raita sunsan khas kel ra bapai iri ko tik khas ke khala pale ma kam male पनि कस्तो हुनेछ रमाइलो हुनेछ बाजु Nak भने हाउ रेटमा आत्मा चालिस न सान्छ नै Nak mamarle aduk Terus robnis ngồi cái ngồi ý nhà ra lấy ba cái last tầng ở đi là đam mê ý nghe kìa माथि फर्काउन सक्दैन भनेर के मन नै भेटाएर लान्थिन तिमीलाई ए ढल्का माले हैन के यहाँ साइड ल्याएको बिस्तारै जानु सिधै है अरे गियर चेन्ज गर्नलाई के गर्ने हो भन त कलर समाउनु अनि एक गियर लिनु माथि हाल्ने के त एकछिन रोक्नु एकछिन अलिकति साइडमा लानु रेस नान्नु कलर समाउनु अनि एक पछाडि लिनु पछाडि खेचेक हान्नु यहाँ त बिरिस के आकै नकुदाउनु खेचेक पार्यो भने नि अहिले बिस्तारै बिस्तारै उहाँकै लोटाउन ल निकै भेजादा बिस्तारै ओके ओके पछाडिबाट गरेपछि यस्तो मिल्दैन तिम्रो हातले म सक्दैन बिस्तारै बुढीलाई हालिदिनु होला नकुदाउनु डर लाग्यो फलाकमा आउँछ छेउतिर यतातिर रोक्नु न यतातिर के अलिक भयो यहाँ फर्काइदिए अब मलाई ल म झर्छु है ल फर्काउनु ल कट्दैन के कट्दैन के अलिक ढल्काउनु अलिक हो
कटाउनु भने कट्छ के क्या बरै ए ढेम्ला कहाँ हो ढेम्ला नि न त्यतै खस्सा कुदाक्नु भने यी फेरि हल्का माथि के हल्का माथि उठाउनु न गयो न अब फेरि तल हाल्ने एकछिन है ट्र्याक्टर हिँड्नु राख क्या हो ल हिँड्नु के इब्ला फेरि होटल जाने तार भएन के चेक्क गरेन गएकै गर्नु भएकै छैन त थोरै अगाडि हेर्नु त ल ल ल ल छोरा जाने हो छोरा जाने हो होइन के हुन हेलमेट सेलमेट यो नमटार्नु के एकछिन पहिला अनि तल पहाड गरेर पछाडि के नमटार्नु के गलत चलाउनु सो साथीहरू हाम्रो आजको काम चाहिँ सकिसकेको छ अनि आज चाहिँ पानी परिरहेको थियो सिमसिम अनि पछि रोप्ने बेलामा चाहिँ पानी नै बिसायो अनि त्यही हो असार लागिरहेछ आज चाहिँ असार 15 गते हो साथीहरू अनि मैले चाहिँ भिडियो पुरै जोइन गरेर हालेछु धान काट्न गएको भिडियो सँगै रोपाइको पनि सो माइन्ड नगरिकन हेरिदिनु होला अब फेरि नेक्स्ट भिडियोमा भेटौँला।